यो हो Redmi 14C को डिस्प्ले लाइट वेहरू। तपाईले चाहिँ यो हेरेर चाहिँ डिस्प्ले लाइट वे चाहिँ बनाउन सक्नुहुन्छ। मैले एउटा बोर्ड आएको थियो, यसमा डिस्प्लेको लाइट डिस्प्ले चाहिँ ग्राफिक आइरा थियो तर डिस्प्लेमा उज्यालो आइरा थिएन। मैले चेक गर्दा चाहिँ यो लाइन चाहिँ टुट्या रहेछ अनि मैले चाहिँ यसलाई चाहिँ यहाँबाट यसमा चाहिँ जम्पर गरिदिएँ। त्यसपछि चाहिँ मेरो डिस्प्लेमा चाहिँ उज्यालो आयो, डिस्प्ले लाइट चाहिँ बन्यो। त्यही भएर तपाईहरुले नि यही हेरेर चाहिँ तपाईले डिस्प्ले लाइटको चाहिँ वे पत्ता लगाउन सक्नुहुन्छ सजिलैसँग। सबै वेहरु चाहिँ यहाँ मजासँग देखिएको छ। यसलाई नै हेरेर तपाईले गर्न सक्नुहुन्छ। मैले चाहिँ यसरी जम्पर गरेपछि यहाँबाट यहाँ जम्पर गरेपछि चाहिँ मेरो चाहिँ यो डिस्प्लेमा चाहिँ अहिले लाइट आएको छ। अहिले डिस्प्ले पुरै क्लियर देखिने भएको छ। हेर्न सक्नुहुन्छ। त्यति जम्पर गरेपछि मेरो चाहिँ यो डिस्प्ले सरर देखिने भएको छ। डिस्प्लेमा लाइट आएको छ। त्यसरी चाहिँ तपाईले यो सेक्सनमा चाहिँ चेक गरेर यो वे हेरेर चेक गरेर यसलाई ठीक गर्न सक्नुहुनेछ।